विश्वविद्यालयको शिक्षा प्रणालीलाई सुधार गर्न जरुरी रहेको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले बताउनु भएको छ। दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट 2 चिसापानीको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक डाक्टर अधिकारीले उक्त कुरा बताउनु भएको हो। अहिलेको शिक्षा प्रविधि मैत्री शिक्षा हुन जरुरी रहेकोमा जोड दिँदै प्राध्यापक अधिकारीले शिक्षामा गुणस्तरीयता, बजारमुखी शिक्षा र रोजगारी दिन सक्ने खालको शिक्षा अहिलेको टटकारो आवश्यकता रहेको बताउनु भएको थियो। उहाँले अब क्याम्पस लेभलको करिकुलममा धेरै परिवर्तन गर्न जरुरी रहेको बताउँदै विद्यार्थीहरूलाई अनुसन्धानमा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो। पछिल्लो समय नेपालका सबैजसो क्याम्पसहरूमा भर्ना भएका विद्यार्थीहरूमध्ये 60% मात्र पढ्ने गरेको पाइएकाले बाँकी अरू विद्यार्थीहरू किन हराउँछन् र त्यसको दीर्घकालीन असर समाज र देशलाई कति पर्छ भन्नेतर्फ सबैले सोच्न जरुरी रहेको प्राध्यापक अधिकारीको भनाइरहेको थियो। फरक प्रसङ्गमा बोल्दै प्राध्यापक डाक्टर अधिकारीले नेपालका 14वटा विभिन्न विश्वविद्यालयहरू आबद्ध रहेको विश्वविद्यालय अनुदान आयोगले सरकारबाट प्राप्त बजेट सामुदायिक क्याम्पसहरूको शैक्षिक क्यालेन्डरको प्रगति हेरेर आर्थिक सहयोग गर्ने गरेको बताउनुभयो। सोही अनुरूप दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट 2 चिसापानीले आफ्नो प्रशासनिक भवन निर्माणका लागि 1 करोड प्राप्त गरेको बताउनु भएको थियो। नेपाल सरकारले लिएको विश्व बैंकको ऋण रकमबाट प्राप्त बजेटबाट नै दिव्यज्योति बहुमुखी क्याम्पसलाई प्रशासनिक भवन निर्माणमा सहयोग गरेको अनुदान आयोगका अध्यक्ष अधिकारीले जानकारी गराउनु भएको थियो। अहिलेको युगमा विद्यार्थीहरूको करिकुलममा डिजिटलाइजेसनको कम्तीमा 20% कन्टेन्ट त हुनै पर्यो नि, र विद्यार्थीले कसरी बुझ्दछन्? र जबसम्म विद्यार्थीले यो कन्टेन्टबाट हामीले विद्यार्थीलाई डिजिटलाइजेसन सिकाउँदैनौँ, सूचना प्रविधिसँग अगाडि बढाउँदैनौँ, तबसम्म त मुलुकमा विकासै हुन सक्दैन। दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट 2 चिसापानीका व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक देवराज अधिकारीको प्रमुख आतिथ्यता र पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै संविधान सभा सदस्य सिन्धु जलेसाले नवलपरासी जिल्लाको पहिचान बोकेको क्याम्पस भएकाले सरकारवालाहरू सबै मिलेर थप मजबुत बनाउनु पर्नेमा जोड दिनुभएको थियो। क्याम्पसका सम्पूर्ण सदस्यज्यूहरूको ठूलो योगदानले गर्दा यहाँसम्म पुगेको छ। त्यसैगरी बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका सबै सामुदायिक विद्यालयहरूलाई प्रविधि मैत्री शिक्षामा जोड दिँदै लगेको बताउनुभयो। समुदाय स्तरबाट सञ्चालन भएको दिव्यज्योति बहुमुखी क्याम्पसलाई पनि नगरले प्रविधि मैत्री शिक्षामा सँगसँगै लैजाने प्रतिबद्धता जाहेर गर्नुभएको थियो। प्रविधि मैत्री रूपमा अगाडि बढाउनको लागि नगरपालिकाले सबै प्राविधिक, आधारभूत, माविक र क्याम्पसमा पनि अहिले 11 र 12 सहित सञ्चालन भएको छ। भवन निर्माण समितिका संयोजक तथा निवर्तमान क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बृहस्पति अधिकारीले सामुदायिक क्याम्पसहरू स्वायत्त छन् भन्ने पनि स्वायत्त नरहेको बताउँदै विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरूलाई भौतिक मात्र सहयोग मात्र नगरी शैक्षिकमा समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो। हामी सामुदायमा रहेका भन्दा स्वायत्तता भने पनि हामी स्वायत्त संस्था पनि हुन सकिरहेको छैन, हुँदैन पनि, स्वाभाविक हुन पनि सक्दैन। त्यसकारणले अब यो कुरोलाई अलि मन्दिरहरू गरेर चाहिँ युजिसीले चाहिँ हाम्रो फन्डिङ अहिले भनेको यो भौतिक क्षेत्रमा मात्रै होइन, शैक्षिक क्षेत्रमा र कन्टेन्जेन्सी यो सञ्चालन क्षेत्रमा पनि यो फन्डिङ वृद्धि गर्नुपर्छ। त्यस्तै दिव्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागर मणि पाण्डेले अन्य प्रयोजनका लागि कक्षा कोठाहरू प्रशस्त रहे पनि जिल्लाका सबै क्याम्पसहरूको परीक्षा केन्द्र दिव्यज्योति क्याम्पस नै भएका कारण बहुद्देशीय परीक्षा हलको आवश्यकता रहेकाले त्यसतर्फ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीको ध्यान केन्द्रित गर्दै अनुदान सहयोगको माग गर्नुभएको थियो। नवलपरासी जिल्लाको सबै परीक्षा, सबै क्याम्पसहरूको परीक्षा यही क्याम्पसमा हुने भएको कारणले गर्दा एउटा बहुद्देशीय परीक्षा हल निर्माण गर्नका लागि र हामीलाई आइसिटी ल्याब अबको समय अनुसार हामीले हाम्रा कक्षा कोठाहरूलाई डिजिटलाइजेसन गर्नुपर्ने, ती सबै कुराहरू गर्नका लागि पक्कै पनि विश्वविद्यालय अनुदान आयोगले हामीलाई सहयोग गर्नेछ। कार्यक्रममा दिव्यज्योति बहुमुखी क्याम्पस प्राध्यापक सङ्घकी सभापति शीतल शर्मा, शोभि सचिव प्रशान्त भुर्ते लगायतले आफ्ना भनाइ राख्नु भएको थियो। हामीले जुन भौतिक निर्माण मात्रै होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अहोरात्र हाम्रा प्राध्यापक मित्रहरू खट्नुभएको छ। सञ्चालक समिति हामीले प्राध्यापक सरहरूलाई, क्याम्पस टिम प्रशासनलाई आवश्यक परेको नीति निर्माण तयार गरेर सहजीकरण गरिरहेका छौँ।
दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट 2 चिसापानीको नवनिर्मित प्रशासनिक भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले 1 करोड विनियोजन गरेकोमा टेन्डर प्रक्रियामा जाँदा लुम्बिनी कन्स्ट्रक्सन प्रणाली रामग्रामले 96 लाखमा ठेक्का हात पारेको थियो। गत असोज 6 गते शिलान्यास भएको उक्त भवन आज समुद्घाटन गरिएको हो।